नमस्कार साथीहरू, आज म तपाईहरुलाई सुनाउन लागेको छु धनगढीको एउटा पुरानो होटलभित्र लुकेको त्यस्तो रहस्य, जहाँ राति 3 बजे जुन कुनै कुरा बिउजिन्छ र जसले पनि त्यो देख्छ फेरि कहिल्यै पहिले जस्तो रहँदैन। सागर एक यात्रा एजेन्ट कामको सिलसिलामा धनगढी पुगेको थियो। ती दिनहरूमा शहर केही असामान्य रूपमा सुनसान थियो। हावामा चिसो ताजो सिमसिमे पानीको गन्ध, सडकका बत्तीहरू टिमटिमाउने र कुकुरहरू अनौठो तालमा भुकिरहेका। सडकको छेउबाट उनले एउटा पुरानो होटल देखे। रातो बत्ती टल्मलिएको, काठका ढोकाहरू चिरिएको, तर प्रवेशद्वारमा झुकेको नामपट्टि होटल कैलाली इन। भित्र पस्दा रिसेप्सनिस्टको अनुहार फिक्का थियो, आँखा थकित, स्वर फुटेको जस्तो। सर, तपाईको कोठा नम्बर 13 हो, उसले हेर्न समेत डराउँदै भन्यो। सागर हाँस्यो। 13 नम्बर? किन डराउनु पर्ने? तर रिसेप्सनिस्टले केही बोलिन। उसको काँपिरहेको हातबाट चाबी सागरलाई थमाइयो। त्यो चाबी असामान्य थियो, पुरानो कालो धातुको र छेउमा कुनै बुझ्न नसकिने खरखरिएको चिन्ह खोपिएको। सागरलाई थाहा थिएन यो रात उसको जीवनकै सबैभन्दा भयावह अध्याय बन्न जाँदै थियो। कोठा नम्बर 13 पुरानो तर अत्यन्तै सफा थियो, मानौ कोहीले पछिल्लो केही मिनेटमै सफा गरेर राखिदिएको हो चाहिँ। झ्यालबाट बाहिर हेर्दा धनगढीको हल्का उज्यालो, सडकमा दौडिने केही उजरती छायाहरू देखिन्थे, जसको स्रोत सागरले कतै देखेन। भित्तामा एउटा ठूलो फ्रेम थियो, सेतो साडी लगाएकी महिला, अनुहारमा खाली आँखा, न ओठमा हाँसो न रिस, बिल्कुल निर्विकार। तर चित्र हेर्दा एक क्षणको लागि सागरलाई लाग्यो तिनका आँखाले उसको हरेक सास नियालेर हेरिरहेको छ। बत्ती निभाएर उनी सुत्न खोजे, तर मनमा कुनै एक थक थक डरको काँप चलिरहेको थियो। राति 12 बजे 30 मिनेटमा टक 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 बेडको पछाडिबाट आवाज आयो। सागर झस्स उठे, टर्च बालेर सबैतिर हेरेर। बेड सार्दा पनि केही थिएन, तर भुइँमा ताजा तथा भिजेको पाइलाको छाप देखियो। पाइलाहरू बेड पछाडिबाट निस्केर कोठाको ढोकासम्म पुगेका थिए, तर ढोका बन्द थियो। घडीमा त्यस्तै 1:35 भएको थियो झ्यालको पर्दा। हावा बिनाको कोठामा आफै हल्लिन थाल्यो। सागर डराउँदै नजिक पुगे। त्यति बेलै सिसामा सेतो, लामो, विकराल हात टाँसिएको देखियो। औँलाहरू अस्वाभाविक रूपमा लम्बिएका, नङहरू भाँचिएका, हातको छालामा जलेको दाग। त्यो हात सागरलाई समाउने प्रयासमा अलिकति झुक्यो र अर्को क्षण एक्कासी गायब। राति 2 बजे 15 मिनेटको थियो। शान्त कोठामा अचानक फोन बज्यो। धड्कन झन बढो। सागरले फोन रिसिभ गरे। फोनबाट एकदमै टुटेको, खरखरिएको आवाज आयो। ढोका नखोल, नत्र तिमी पनि हराउँछौ। फोन आफै बन्द भयो। उनको घाँटी सुक्यो, हात काँप्यो र ढोका बिस्तारै कर्कराउँदै खुल्न थाल्यो। ढोकाबाट बाहिर हेर्दा गल्ली सुनसान, बत्तीहरू मधुरो र टाढाबाट एउटा छाया सरसर गर्दै नजिकिँदै थियो। शरीर थियो, तर आकृति थिएन। मानौ धुवाँको आकृति, मानौ केही जल्ने क्रममा बनेको आकृति जस्तो। छाया नजिकिँदै जाँदा सागरले देखे त्यो छायाकै भित्र 2 सेतो आँखा चम्किरहेका थिए। उनले हतार हतार ढोका बन्द गरे र कोठामा गए र सुत्न खोजे। बेडमुनिबाट सरर आवाज आयो। सागरले काँप्दै झुकेर हेरे र देखे एक अर्ध जलेको महिला, सेतो आँखा, छाला टालिएको, साडी अध जलेकी र उसको घाँटीमा धमिलो कालो डोरी। महिलाको स्वर घरि भित्रबाट घरि बाहिरबाट आएको जस्तो लाग्यो। म राति 3 बजे उठ्छु, आज तिमी पनि यहाँ छौ? त्यसपछि उसले कोठा छाडेर भागे। उस्तै आतंक, उस्तै डर, उस्तै अन्धकार लिएर रिसेप्सनसम्म। रिसेप्सनमा पुगेपछि कर्मचारी अचम्म परिन्। तपाईँ कोठा नम्बर 13 मा कसरी जानुभयो? उनको स्वर काँपेको थियो। सागरले चाबी देखाए। तपाईँले नै दिनुभएको। मैले त 3 वर्षदेखि त्यो चाबी छोएकी छैन। कोठा 13 त बन्द छ। रिसेप्सनिस्टको पछाडिको चाबी बोर्ड हेर्दा कोठा 13 को चाबी त्यही टाँसिएको थियो। अनि त्यही क्षण सागरको चाबीतिर हेर्दा यो पुरानो, हिरोले मोटो, जलेको चाबी, मानौ भुइँमुनिबाट निकालिएको। रिसेप्सनिस्टले तत्कालै पुरानो घटना सुनाइन्।
3 वर्ष अघि कोठा नम्बर 13 मा बस्ने एक महिला राति 3 बजे कराउँदै बचाऊ भन्ने आवाज सुन्दै हराएकी थिइन्। उनको शरीर कहिले भेटिएन, तर राति 3 बज्ने बित्तिकै त्यही कोठाबाट पाइलाको आवाज, फुसफुसाहट र चिच्याहट सुन्नेहरू धेरै छन्। स्थानीयहरू भन्छन् त्यो महिला आफ्नो अन्तिम रातलाई दोहोऱ्याइरहेकी छिन्। त्यो रात कहिल्यै सकिन्न। भोलिपल्ट बिहान सागर होटल छाड्ने तयारी गर्दै थिए। टेबलमा एउटा पत्र राखिएको थियो। धन्यवाद, आज तिमी आएर मेरो साथी बन्यौ। अब म अर्को पाहुनालाई बोलाउँछु। सागरको शरीर कपालै ठडिने गरी काँप्यो। झ्यालतिर हेर्दा त्यही सेतो साडी लगाएकी महिला उभिएकी थिइन्। उनका आँखा सागरतिर स्थिर र अर्को क्षण धुवाँ झैँ हराइन्। होटलले कोठा 13 सधैँका लागि बन्द गर्यो, तर स्थानीयहरू भन्छन् राति 3 बजे त्यो होटलको अगाडि बाटो हिँड्ने हो भने कोठा 13बाट आवाज आउँछ, भित्र बस न, आज म एक्लो छु। आजको भयावह यात्रामा साथ दिनुभएकोमा धन्यवाद। तर सम्झिनुहोस्, यी कथाहरू बनाइएका होइनन्। कसैको भोगाई, पीडा र अधुरो चिच्याट कहिले हराउँदैन। अब बत्ती निभाउनुहोस् र हेर्नुहोस् तपाईको वरिपरि साँच्चै सबै शान्त छ। अरू पनि यस्तै कथाहरू सुन्न चाहनुहुन्छ भने हाम्रो YouTube च्यानललाई सब्स्क्राइब गर्नुहोस्। अब हामी फेरि भेटौँला अर्को श्रृङ्खलामा। हस्त, धन्यवाद।